हेलो एन्ड वेलकम टु माई टेस्टी मटन रेसिपी भिडियो र आज हामी बनाउँदैछौँ मटनको एकदमै स्पेसल करी है। यो एकदमै टेस्टी हुनेछ र के इन्ग्रिडियन्ट्स युज गरेको छु, कसरी बनाएको छु, सबै भिडियो त यहाँ राखेको छु। सानो क्लिप छ, तपाईँले इन्ग्रिडियन्ट्सहरू यहाँ लिस्टमा हेर्नु सक्नुहुन्छ है। र यसरी पहिला मैले एउटा प्रेसर कुकरलाई गरम गरेर त्यहाँनिर सुक्खा खोर्सानी अनि जति पनि इन्ग्रिडियन्ट्सको लिस्टहरू अनुसार मैले जुन चाहिँ मसला रेडी गरेको थिएँ त्यो मजाले हालिदिएँ है। र पिसेर राखेको यो जिरालाई पनि हालिदिएँ अनि अदुवा र लसुनलाई पनि हालिदिएँ र मजाले यसलाई सटे गर्न थालेँ। एकदमै पाक्नुपर्छ मजाले। जब मसला मजाले पाक्छ तब मात्र हाम्रो मटनमा मजाको फ्लेभर आउँछ है। र मजाले ठुल्ठुलो पिस मैले मटन लिएको छु र यसलाई मजाले प्रेसर कुकरमा राम्ररी पखालेर धोएर हाल्दैछु। र हालेपछि मजाले चलाएपछि नुन आफ्नो स्वाद अनुसार हालेर पल्टाइ पल्टाइ मजाले चलाइदिनुपर्छ है। र चलाउँदै जाँदाखेरि यसले आफ्नो फ्याट पनि छोड्छ र यो स्टेजमा आएपछि चाहिँ तपाईँले तातो पानीलाई एड गरिदिनुहोस् र यो बग 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 उम्लिनु थाल्छ है। र मटन एकदमै हार्ड हुन्छ, त्यसैले गर्दा यसलाई प्रेसर कुकरमा सिटी लाउन एकदमै इम्पोर्टेन्ट हुन्छ है। र 4-5 सिटी लगाएपछि मेरो मटन यो कन्डिसनमा आइसकेको थियो। हेर्नुहोस् त एकदमै मिठो मिठो डिलिसियस मटन बनेर रेडी भयो। एकदमै खाँदा पनि एकदमै सफ्ट थियो है। र तपाईँले पनि यसरी नै आफ्नो घरमा रेसिपी बनाउन सक्नुहुन्छ। भिडियो के कस्तो लाग्यो प्रतिक्रिया